हेलो साथीहरु, तपाईहरुलाई स्वागत छ अनि सबैजनालाई ह्यापी कुकुर तिहार। आज चाहिँ म चाहिँ बिहान बिहानै उठेर यता घर पिछाडीतिर सफा गर्न लागिरहेको छु। भर्खर हामी सबै भएर चाहिँ तल बारीको मकै भाँचेर ल्याएको थियौं, त्यही भएर अनि यो खुस्टा यस्तो गज्याङ भइरहेको थियो, त्यही भएर सफा गरेको। अनि भाउजूले चाहिँ बिहान बिहानै बाहिर पिसाब फेरेको लुगाहरू सुकाइराख्नु भएको रहेछ, त्यसले गर्दा नि ज्याउ भइरहेको। हाम्रो चाहिँ यहाँ घर पिछाडी चाहिँ एकदमै छिटो घाम आउँछ नि त, त्यही भएर यस्तो छाडो उरिसकेको थियो। तर पनि मैले चाहिँ यहाँनिर सफा गर्न चाहिँ छोडिन, त्यस्तो छाडो भए पनि, किनकि आज सरसफाई लक्ष्मी पूजा पनि सँगसँगै छ। हेर्नु नि कस्तो धुलो उडिरहेको छ के, तर पनि मलाई चाहिँ सफा गरिरहेको छु। धुलो धुवा नभनिकन म सफा गरिरहेको छु। अनि माथिल्लो चोटातिर चाहिँ भाउजूले सफा गरिरहनु भएको थियो, अनि म चाहिँ तलपट्टि साइडमा सफा गरिरहेको थिएँ। अनि त्यो लुगाहरूले चाहिँ मलाई एकदमै डिस्टर्ब गर्यो, त्यही भएर मैले चाहिँ माथिपट्टि लगेर सुकाइदिएँ। हाम्रो यतातिर चाहिँ 4-5 बजीतिरै घाम आउँछ नि त, अनि त्यसपछि त्यही भएर यस्तो छाडो उडिसकेको थियो। अनि हतार पूजा गर्न ढिलो भइसकेको थियो, त्यही भएर हतार सफा गरिरहेको थिएँ। मम्मीले चाहिँ बिहान बिहानै उठेर पूजा गरिरहनु हुन्थ्यो नि त। आज मम्मी घरमा हुनुहुन्न, मम्मी मात्रै होइन आज चाहिँ ड्याडी पनि घरमा हुनुहुन्न। आज लक्ष्मी पूजाको सामग्रीहरू लिन जानु भएको छ। हामीले डाँडा काटिसक्यो, त्यसैले हतार फेस धोइरहेको छु। हाम्रो मम्मीहरू चाहिँ अस्ति भर्खर दक्षिण काली मन्दिर जानुभएको थियो नि त, अनि त्यहाँको प्रसाद पनि ल्याउनु भएको थियो। अझैसम्म त्यो प्रसाद चाहिँ हामीले लगाएका थिएनौँ, खाएका पनि थिएनौँ। अनि आज चाहिँ मैले चाहिँ त्यो प्रसादहरू पनि सबै प्रसादहरू माथि पूजा गरिसकेर आएर त्यो प्रसादहरू चाहिँ मैले चाहिँ, हाम्रो सानो भाइ चाहिँ टिकाहरू लाउन चाहिँ एकदमै इच्छा गर्छ। अनि भाइलाई पनि टिका लगाइदिएँ, दाइलाई पनि टिका लगाइदिएँ, सबैले टिका लगाइदिएँ। अनि तल घरको बहिनी पनि आएको थियो, अनि उनीहरूलाई पनि बोलाइ दक्षिण कालीको माताको भनेर उहाँहरूलाई टिका दिएँ, लाउनु भयो। अनि मैले चाहिँ फुलहरू टिपिसकेपछि चाहिँ म चाहिँ एक ठाउँ बसेर मजाले फुल हुने, अनि बहिनीले मलाई सहयोग गरिरहेको थिएँ। अनि मजाले फुल हुनिरहेको छु। हाम्रो चाहिँ गाउँभरिमा चाहिँ एउटा कुकुर छ, त्यो कुकुरलाई चाहिँ हामीले माला लगाइदिन्छौँ कि हाम्रै घरको कुकुर हो, अनि त्यसलाई चाहिँ पूजा गर्नुपर्छ। तल दुई घरले गाउँभरिमा भन्नाले चाहिँ हाम्रो नेवार टोलमा चाहिँ एउटा कुकुर काले छ, त्यसलाई भनेको मैले चाहिँ। अन्त त झन् कति छन् कुकुर छन त। अनि कालेले खोज्न चाहिँ फेरि धेरै टाइम लाग्यो, अनि बल्ल घरमा खोजेर ल्याएर त्यसलाई चाहिँ मैले हतार टिका लगाइदिएँ। अनि सानो भाइले गरिरहेको थियो, अनि कालेले राखेको बिस्कुट पनि भाइले नै टिपेर खाइदियो कि कस्तो हाँस उठ्यो मलाई। अहिलेको लागि चाहिँ यति नै। अब भरे चाहिँ हामी नुहाइधुवाइ गरेर फुलहरू टिपेर पूजाको लागि, भरे लक्ष्मी पूजाको लागि तयार गर्नुपर्छ। अहिलेको लागि चाहिँ धन्यवाद, थ्याङ्क यू, बाई बाई।